जनताबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी, जिम्मेवार र अनुशासित हुनुपर्ने होइन र कपिलवस्तुको कृष्णनगरमा यस्तो घटना घटेको छ जहाँ जनप्रतिनिधि नै विवादमा पर्दा जनताले के अपेक्षा गर्ने? यो घटना हो कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका 11 को वडा नम्बर 11 का वडा अध्यक्ष जीवन श्रीवास्तवमाथि मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको अवस्थामा उनले प्रहरीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको बताइन्छ। स्थिति नियन्त्रणमा लिन उनलाई मेडिकल परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा लगिएको थियो, तर अस्पतालमा समेत उनले असहयोग र अभद्र व्यवहार गरेको स्रोतले जनाएको छ। त्यसपछि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी गरेपछि अचानक घटनामा नयाँ ट्विस्ट आउँछ। मलाई प्रहरीले कुटपिट गरेको हो, तर यहीँबाट घटनाले अर्कै मोड लिन्छ। अस्पतालका स्रोतका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। मेडिकल परीक्षण गर्न नमानेको र रिसको झोकमा आफै भित्तामा टाउको र मुख ठोकाएको दाबी गरिएको छ। शिवराज अस्पताल बहादुरगञ्जको मेडिकल रिपोर्टमा पनि उनी मादक पदार्थ सेवन गरेको र टाउको तथा मुखमा चोट लागेको उल्लेख गरिएको छ। तर त्यो चोट कसरी लाग्यो भन्ने विषय अझै अनुसन्धानकै विषय बनेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार घटनाका बेला खटिएका सुरक्षाकर्मी, अस्पतालकर्मी तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ। यता स्थानीय स्रोतका अनुसार यसअघि पनि वैशाख 13 गते उनले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेको थियो। त्यति बेला भने सम्झाइ बुझाइमै घटना टुङ्गाइएको थियो। जनप्रतिनिधि भनेको केवल पद होइन, जनताको भरोसा हो, जिम्मेवारी हो र अनुशासनको उदाहरण हो। तर जब त्यही जिम्मेवारी बोकेको हातबाट हिंसा हुन्छ, जब त्यही पदबाट विवाद, आरोप र अराजकता जन्मिन्छ, तब प्रश्न केवल एउटा व्यक्तिमाथि होइन, पुरा प्रणालीमाथि उठ्छ। किनकि जनताले विश्वास गरेर जनप्रतिनिधि चुन्छ, तर जब प्रतिनिधि नै विवादको केन्द्र बन्छ, तब त्यो विश्वास कहाँ जान्छ? के कानुन सबैका लागि बराबर लागू हुन्छ कि पहुँच र पद अनुसार फरक हुन्छ? यस्ता घटनामा वास्तविक कारबाही हुन्छ कि फेरि सम्झाइ बुझाइमै प्रहरीले यो घटनालाई समाप्त गर्छ? किनकि इतिहासले देखाएको छ कहिलेकाहीँ घटना ठुलो हुन्छ तर जवाब सानो। यो हो पर्दा पछाडि, जहाँ देखिएको समाचार मात्र होइन, लुकेको सत्य, दबिएको आवाज र नबोलिएको प्रश्नहरू खोजिन्छ। मलाई हत्या गरेको यो मुझे किन मलाई समाजको दुख बुझिरहेको आहे मादर दुष्काला यादव पुरी मादर माता होली को बिना मादर को रोकने निकाली दुनिया में साक्षीदारी का टेक्निक हाँ ना अयो ठीक है जो मुझे रहे मनीषी हो ना मनीषी और ये हर भाई है कहाँ करना पड़ा ये बेटा हम जान क्या कर रहा था तो अरे मेरे को पेट्रोल भैया तो निकाल के मत तो काम हम लोग पोषण में अल्लाह कर दे बाहर काय मार के माता को बाहर करके पोषण में तो बाहर का माता को काय मारे तेरी माता को काय पोषण में काय मारे तो ये माता ये भरोसा तो दोस्तान 1 लाख हमारी भरोसा नहीं हो रहा ए बाहर माता या नाना देखा तोर बिना माता ने तो ठीक है आओ तो इधर तो बानोई को माता नहीं वन की लगा के भोसले वाले हम क्या मजबूत कान में चर से ना डाल दी भोसले बिना बढ़िया में पारू फाड़ के बेच हमारा मदेशी अपनी मां को मदेशी रणदी गौरा माता को साला
गर्दी पाहिजे बहुत ज्यादा हो ये हत्या करे राहायचो हत्या लेवल हत्या करे राहायचो कला इकडे बस को समजा के बात करायचा किना आपल्याला लागू मारायचं किना आपल्याला लागू मारायचं कलाई हत्या करायचो कलाई इकडे कलाई हत्या करायचो अरे यो मुंडे किना मला તમારા સમાજે તો પૂજી આવે મહારાજ પુસ્તકાલા યાદવ પૂજી माता वोसडी को बिना माता को वोसडी गाली दुनिया में चाची डाल के फेंकने हाँ ना हेलो जो मुझे है ये जो ना ये बड़े सी और ये मुझे बुरी बात है खाए कहाँ से लोग थोड़ा नहीं हम डर आते हम जानते हैं ना घर बाहर का तो अरे मेरे को पेट्रोल भर जाए तो नहीं खाई मर पाए माँ का तो काम हम लोग वोसडी वाले अल्लाह करे बार पर काय मारतो ते मागाचो बार पर ते भोसडी मध्ये तो रवकार काय मागाचो काय मारे ते मागाचो तो काय भोसडी मध्ये काय मारे अरी महाताई भोसा तो काय एक लाख मारी